हाई एभ्रिवान, गुड मर्निङ। बिहानै उठ्नुहोस्। बिहानीको उज्यालोमा बाल्कनीमा बसेर या आँगनमा बसेर या खिड्कीको छेउमा बसेर तपाईँले बाइबल पढ्नुहोस्। बिहानीको वचन हामी पढेर सुन्नेछौँ। भजन सङ्ग्रह 3को 1देखि लिएर 8सम्म। परमप्रभुमा भरोसाको निम्ति बिहानीको प्रार्थना। हे परमप्रभु, मेरो विरोधीहरू कति धेरै भएर बढेका छन्। मेरो विरुद्धमा खडा हुनेहरू धेरै छन्। 2 मेरो प्राणको विरुद्धमा यसो भन्नेहरू धेरै छन्, त्यसको निम्ति उद्धार परमेश्वरमा छैन। 3 तर हे परमप्रभु, तपाईँ मेरो वरिपरि ढाल हुनुहुन्छ। मेरो गौरव र मेरो शिर ठाडो गराउनु हुने तपाईँ नै हुनुहुन्छ। 4 म ठुलो स्वरले परमप्रभुमा पुकारा गर्छु र उहाँले आफ्नो पवित्र डाँडाबाट मलाई जवाब दिनुहुन्छ। 5 म पल्टे र निदाए, म उठे किनभने परमप्रभुले मलाई स्याल्नु भयो। 6 मेरो चारैतिर मेरो विरुद्धमा मलाई घेरा हाल्ने 10,000 मानिसहरूसम्म पनि म डराउने छुइन। 7 हे परमप्रभु, उठ्नुहोस्। हे मेरो परमेश्वर, मलाई बचाउनुहोस्, किनकि तपाईँले मेरो सबै शत्रुहरूका गालामा चड्काउनु भएको छ। तपाईँले दुष्टहरूका दाँत बचाउनु भएको छ। उद्धार परमप्रभुमा छ। तपाईँको आशीर्वाद तपाईँको प्रजामाथि रहोस्। आमेन। परमेश्वरले तपाईँहरू सबैलाई आशीर्वाद दिउन्। बाइबल पढ्दै गर्नुपर्छ, प्रार्थना गर्दै गर्नुपर्छ, उपास बस्दै गर्नुपर्छ, सङ्गतिमा हिँड्दै गर्नुपर्छ। प्रभुसँग हामी जोडिरहनुपर्छ। परमेश्वर बोट हुनुहुन्छ, हामी हाँगा हौ। परमेश्वरदेखि हामी कहिले पनि अलग हुनु हुँदैन र परमेश्वरले हाम्रो जीवनमा प्रशस्त मात्रामा आशीर्वाद दिनुहुनेछ। आमेन। सबैजनालाई यीशु ख्रीष्टको नाउँमा जय मसीह।